सबैजनालाई जय मसीह। विदेश त हामी आइपुग्यौँ। म पनि विदेशमै छु, तपाईहरु पनि धेरै विदेशमै हुनुहुन्छ। आफ्नो इच्छाले गरेर त आएको हैन, तर सिचुएसन्सले गरेर कहिलेकाहीँ हामी आइपुग्छौँ। इच्छा मनैबाट देश छोड्छु, आफ्नो परिवार छोड्छु, आफ्नो साथीभाइ छोड्छु, खाना पिना कति धेरै कुराहरू हुन्छन् जुन कुरा हामीहरू मिस गरिरहेको हुन्छौँ। अस्ति डिसेम्बर मात्रै, आज जनवरी 1 हैन, लास्ट मन्थ मात्रै मैले भिडियोहरू हेरिरहेको थिएँ फेसबुकमा। मेरो साथीहरूले फुटबलहरू पुरा खेलिरहेको थियो। अहिले म 40 वर्ष काटिसकेँ, 43 इयर्स ओल्ड प्लस। मेरो साथीहरू सबै एउटा सिनियर फुटबल टिममा खेलिरहेको थियो मिनिस्ट्रीको। अनि मैले मिस धेरै गरिरहेको थिएँ। म पनि त्यहाँ भए त यस्तो गोल हिर्काउँथेँ होला, उस्तो गर्थेँ होला, साथीसँग यो मजा, जाँदाखेरि मोमो खाइरहेको देखेको, सेकुवा खाइरहेको देखेको, सेलरोटी खाइरहेको, त्यो कुरोहरू सबै देख्दाखेरि मैले मिस गरिरहेको थिएँ। अन्त सोचिरहेको थिएँ, प्रभु अब के हो, 17 वर्ष भइसक्यो विदेश आएको हैन। अभियसली मैले प्रार्थनामा बाइबल कलेज जान्छु भनेर विदेश पढ्न आएँ। मेरो श्रीमती यहाँकै पाएँ मैले, म अस्ट्रियामा छु अहिले। तर पनि हामी बाइबल कलेज आउँदाखेरि सेवाकामा हुन्छु भनेर निस्केको मान्छे बिहा गरिसकेपछि त तपाईँले भनेको जस्तो सबै कुरो त ठिक त हुँदैन। त्यो पनि विदेशमा भाषा अर्को, खानपिन अर्को, काम गर्नै पर्छ। यहाँ आएर इन्टिग्रेट हुनै पर्यो, यहाँको मान्छेहरूलाई बुझ्नु पर्यो। फेरि त्यसमा पनि यो अर्कै छालाको जाति। म त झन् यस्तो गाउँमा बसेँ जहाँ चाहिँ म एक्लै थिएँ, इन्टरनेसनल्स भन्ने, विदेशी भन्ने मान्छे। सबले मलाई हेर्थ्यो बाटोमा जाँदाखेरि पनि, यो के हो, एक त पुर्को मान्छे, ब्राउन कलरको छाला भएको, मिनिस्ट्रीमा काम गर्नु मन लागेको तर चान्सै नपाउने। अनि एक दिन मलाई मेरो पास्टरले भन्नुभयो, म जुन चर्चमा जान्थेँ, उहाँले भनेको धेरै मनमा लागेको छ र राम्रो कुरो भन्नु। उहाँले छोरा मान्छेकोमा पहिलो मिनिस्ट्रीमा हुनुपर्ने गुण वा सबभन्दा ठुलो फर्स्ट मिनिस्ट्री एउटा छोरा मान्छेले गर्नुपर्ने चाहिँ आफ्नो घरको टेबलमा चाहिँ खाना लिएर आउनु चाहिँ सबभन्दा ठुलो मिनिस्ट्री हो। किनभने एज अ म्यान तपाईँ चाहिँ रेस्पोन्सिबल हुनुपर्छ, उत्तरदायित्व हुनुपर्छ, एउटा कर्तव्य पालन गर्ने व्यक्ति हुनुपर्छ। त्यो कर्तव्य चाहिँ मेरो परिवारसँग, मेरो नानीहरूसँग। अनि मैले 7 वर्षसम्म तपाईँको पढेको थिइनँ हैन। अब बाइबल कलेजको थियोलोजी मात्रै पढेको। सो भाडा मोले, भुइँ पुछे, टोयलेट सफा गरेँ, म्याकडोनल्ड्सको ट्रे उठाएँ। अब डक्टर इन्जिनियर त भइनँ म। त्यो सबै कुराहरू गर्दाखेरि सोच्थेँ, प्रभु म कस्तो के देशमा आइपुगेँ, तपाईँलाई उ गर्छु भनेको, पुज्छु, तपाईँको सेवाकाईमा मेरो जीवन दिन्छु भनेको, तर अहिले हेर्दा त के पनि भएको छैन। विपरीत एकदम अपोजिट पो भइरहेको छ। फेरि तपाईँकै वचनले भन्छ माग त दिनेछु भनेर मागेँ। माग्दा पनि अब होइन, कति वर्ष पर्खिनु पर्ने। सोच्थेँ के हो यो भनेर। त म एज अ वर्सिप टिममा गिटार बजाउँदै थिएँ एउटा चर्चमा। अनि सोच्थेँ क्या, यो चर्चमा प्रभु वचन बाँडेको हेर्छु, योभन्दा त राम्रो वचन त मै बाँड्छु, मैले त पाएको छुइनँ चान्स। न मलाई जीवन गवाई पनि बोल्नु दिन्छ, कसरी चाहिँ भन्नु। एक त नेपाली मान्छे हामी त अब पास्टरलाई गएर म वचन बाँड्छु नि भन्नु, माग्नु अप्ठ्यारो। सोच्थेँ के हो प्रभु यो भनेर। त्यहाँदेखि एकदम फ्रस्ट्रेसन हुन्थेँ। अनि सोच्थेँ क्या, यहाँनिर मलाई 5 मिनट पनि आफ्नो टेस्टमनी बाँड्नु दिएन भनेर। तर अचम्मको कुरो, मैले बाइबलहरू कुरा यसो हेरेर जाँदै थिएँ होइन। अनि एउटा भजन सङ्ग्रह 139ले चाहिँ भन्छ कि प्रभुको प्रेजेन्स चाहिँ हामीभन्दा अगाडि नै पुगेको हुन्छ र म चाहिँ कहाँदेखि भागौँ, आकाशमा जाउँ कि जे गरौँ कि तपाईँ त्यही नै हुनुहुन्छ होइन। त्यो कुरोले थाहा भएको कुरो, त्यो कुरो प्रार्थना गर्थेँ। यस्तो पनि समय आयो जब म जङ्गलमा गएर वचन बाँडेँ एक्लै फ्रस्ट्रेसनको बेलामा। त्यो कसले पनि दिएन समय, कसले पनि एउटा भनौँ न अपर्च्युनिटी दिएन। अन्त त्योहरू सबै सोच्दाखेरि मैले जङ्गलमा गएर वचन बाँड्थेँ अनि प्रार्थना गर्थेँ, प्रभु तपाईँले निश्चय नै एउटा समय चाहिँ राखिदिनु भएको छ। अनि त्यो समय चाहिँ ब्युटिफुल हो। किनभने पाकेको फल पनि बोटमा पाकेको खाँदाखेरि चाहिँ त्यसको जुस, त्यसको मिठास एउटा मिठो हुन्छ होइन। अनि प्रभुले त्यो प्रोसेसमा लानु चाहिँ इम्पोर्टेन्ट थियो रहेछ। अनि आज तपाईँ सोच्नु हुँदैछ होला म विदेशदेखि टाढो छु, के गरौँ भनेर। म आफै पनि आज तपाईँलाई के इन्करेज गर्छु भने चाहिँ म आफै अहिले 43 इयर्स ओल्ड, 70 किलो, हाइट पनि ठुलो छैन। सोचिरहेको थिएँ यो वर्ष चाहिँ म 10 किलो चाहिँ घटाउँछु। अनि हरेक हप्ता म तपाईँहरूलाई भिडियो पनि पोस्ट गर्नेछु। अनि हामी एउटा स्पिरिचुअल जर्नीमा जाउँ। तपाईँ जुन ठाउँमा हुनुहुन्छ म पनि त्यही ठाउँमै छु। अनि अचम्मको कुरो हेर्नुहोस् न,
13 वर्ष पछाडि जब म अस्ट्रियामा आएँ, फेरि बिचमा इन्डियामा गएँ, फेरि फर्केर आएँ, जुन चर्चमा मैले खालि गिटार बजाएर एकदम फ्रस्ट्रेटेड भएर एउटा कम्प्लेन गरिरहेको थिएँ, मलाई त 5 मिनट एउटा आफ्नो जीवन को गवाई पनि दिएन भनेर प्रभुको योजना, म चाहिँ 5 मिनटको लागि रिसाइरहेको, गनगनिरहेको होइन, तर प्रभुले त्योभन्दा ठुलो सोच्नु भएको रहेछ। आज त्यही चर्चमा मलाई 13 वर्ष पछाडि आउँदाखेरि त्यो चर्चको एउटा सिनियर पास्टर भएर काम गर्ने अपर्च्युनिटी प्रभुले दिनुभयो। जब म आएँ त्यति बेला हाम्रो चर्चमा खालि जम्मा कति 8 देखि 10 जना जस्तो थियो। कोरोनाले एकदमै महामारी भइरहेको बेलामा त्यो टाइममा आएँ अनि त्यो चर्चले ढोका खोल्यो एज अ पास्टर काम गर्नुको लागि। सर म आज काम गरेको छु। 5 वर्षमा हामी मोर देन 35 मेम्बर्स भइसकेको छौँ, नानीहरू नगनिकन। अन्त प्रभुले धेरै ठुलो सोच्नु हुँदो रहेछ, किनभने अब्रामको जीवनमा पनि हामी हेर्छौँ अब्रामभन्दा अगाडि प्रभु गइसक्नु भएको थियो होइन। जोसेफको जीवनमा पनि प्रभु अगाडि नै गइसकेको थियो। आज तपाईँलाई त्यही नै भन्न चाहन्छु कि ठुलो कुरो सोच्नु, मनको कुरोहरू सबै प्रभुको अगाडि हामी ल्याउँछौँ भने चाहिँ निश्चय नै एउटा राइट समयमा प्रभुले हाम्रो त्यसको प्रार्थनाको उत्तर दिनुहुन्छ। किनभने हाम्रो फेथफुलनेसले गर्दाखेरि चाहिँ होइन, म एकदमै प्रभुप्रति एकदम फेथफुल छु भनेर होइन, तर परमेश्वर चाहिँ हामीमा फेथफुलनेस हुनुहुन्छ, हामीप्रति फेथफुल हुनुहुन्छ। अनि उहाँको फेथफुलनेस नै सबैभन्दा ठुलो क्यारेक्टर भएको कारणले गर्दाखेरि चाहिँ आज म यहाँ छु। अनि तपाईँहरूलाई पनि म त्यही नै इन्करेज गर्न चाहन्छु कि प्रभुले हामीलाई उहाँको फेथफुलनेसले गर्दाखेरि चाहिँ अगाडि लिएर जानुहुन्छ। तपाईँ र मलाई भाषा अर्कै छ, अर्को ठाउँमा आएको छौँ, समस्या छ। जहिले चाहेमा म फर्केर काम आफ्नो परिवारलाई भेट्नु जान्छु भन्ने हामी त्यो अपर्च्युनिटी छैन वा त्यो सिचुएसन छैन होला, तर पनि प्रभु हामीसँग हुनुहुन्छ अनि उहाँको फेथफुलनेस हुनुहुन्छ। प्रभुले चाहिँ प्रोसेसमा लानु हुँदो रहेछ है हामी प्रिय। डेस्टिनी हामी सोच्छौँ म नेपालमा भयो भने यसो गर्छु, उसो गर्छु, त्यो गर्छु, वा कुनै पनि देशमा भने यसो गर्छु, त्यो गर्छु, आफ्नो घर गएर फर्केर पैसा भए यस्तो हुन्छ भनेर। तर त्यो हुनुभन्दा अगाडि चाहिँ प्रोसेसमा होइन, जस्तो पुतली एउटा झुसुले पनि एउटा मेटामोर्फोसिस टाइमबाट गएर जब पुतली भएर निस्किन्छ नि, यस्तो दामी कुरोमा निस्किन्छ। तपाईँ र मलाई पनि एउटा झुसुले चाहिँ पुतली बनाउने प्रोसेसमा चाहिँ गाह्रो कुरो हुन्छ, अनि त्यो प्रोसेसमा चाहिँ लानु हुँदैछ। सो मसँग तपाईँहरू 1 वर्ष जर्नी गर्नुहोस्। अनि म तपाईँहरूलाई त्यही भन्न चाहन्छु कि यो चाहिँ एक्लै हिँड्ने कुरा होइन, तर हामी सँगै हिँडौँ। तपाईँहरू थाकेको होला, तर मसँग हिँड्नुहोस्, प्रभुसँग हिँड्नुहोस्। मै थाकेको हुन्छु कोही बेला, तपाईँसँग हिँड्नेछु। यो चाहिँ पर्फेक्सन होइन, तर हरेक दिन सानो सानो प्रोग्रेस गरेर। त्यही कारण मैले भने 70 किलो चाहिँ म घटाउनु पर्यो। आजदेखि भोलि त हुँदैन यो, तर 70 किलो छु। डिसेम्बरको लास्ट विकमा म आफ्नो वेट गरेर तपाईँलाई देखाउँछु। नेक्स्ट विकमा पनि देखाउने छु। म 70 किलो भइसकेको छु। डिसेम्बरको लास्ट विकमा चाहिँ म 60 किलो हुनेछु भनेर निर्णय गरेको छु। र यो चाहिँ सानो सानो प्रोग्रेस गर्दै 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 जाने हो। तपाईँलाई त्यही नै भन्न चाहन्छु, विदेशमा हुनुहुन्छ, गाह्रो छ, परिवारदेखि टाढो, पैसाको कट्की भइरहेको, कोही बेला धेरै काम गर्नुपर्ने, पैसा कम्ती, यसो अरूलाई हेर्छु म त अमेरिकामा बा यो ठाउँमा धेरै कमाउँथेँ भनेर। तर पनि प्रभु चाहिँ हामीसँग हुनुहुन्छ। र तपाईँहरूलाई म त्यही भन्न चाहन्छु कि सिक फर्स्ट द किङडम अफ गड भन्छ क्या, प्रभुको राज्यलाई चाहिँ पहिला हेर र सबै कुरो चाहिँ थपिँदै जानेछ भन्ने कुरोहरू चाहिँ मेरो जीवनमा भएको छ। र आज यो चर्चमा मात्रै होइन, तर अर्को एउटा अर्गनाइजेसन छ लिड एसिया भन्ने, जुनबाट हामीले 14वटा राष्ट्रमा चर्च सुरु गर्ने भनेर निर्णय गरेको छौँ। अहिलेसम्म भएको छैन, खालि 3टा राष्ट्रमा मात्रै हामीले सुरु गऱ्यौँ। अझै 11वटा छ। र 11वटा कसरी गर्ने? गोजीमा पैसा छैन, हातमा केही छैन, तर पनि प्रभु बोल्नुहुन्छ र प्रभु फेथफुल हुनुहुन्छ। मेरो फेथफुलनेस नै होइन, तर प्रभुको फेथफुलनेसलाई चाहिँ हामी हेर्छौँ भने चाहिँ सबै कुरो सम्भव छ प्रभुमा। र तपाईँको जीवनमा पनि त्यो सम्भव हुनसक्छ। र तपाईँहरूले म आज भजन सङ्ग्रह साम 139 पढ्नुहोस् भनेर म तपाईँलाई इन्करेज गर्न चाहन्छु। अनि हामी हरेक हप्ता केही न केही एउटा स्पिरिचुअल टपिक लिएर आएर आत्मिक एउटा भोज तपाईँहरूलाई म खुवाउने छु। अनि तपाईँहरूले पनि के भोज पाउनुहुनेछ? भजन सङ्ग्रह 139 1, 3, 9 पढेर चाहिँ के आशिष पाउनुभयो
मसँग पनि सेयर गर्नुहोस् है त। हुन्छ, राखेँ।